वर्ष अघि तल दाजु विक्रमको घरमा कुकुवालाई भेट्यो, खेतीहरूलाई भेट्यो। मेरो पुर्खामा भोजपुरी हो, तर दाजुसँग हाम्रो चिन्जान। अनि हाम्रो समेल छोरा चाहिँ हाम्रो घर पिटरी, मेरो घर पिटरी हो। 13 वर्षको पढेको पनि कति 1.5 वर्ष बस्यो होला। अनि आज हामी मगनी क्रिस्चियनहरूले चाहिँ बिहा गर्नुभन्दा अगाडि मगनीको सेवा गर्छ भनेर अरूले पनि गर्छ। अनि पहिले हामी प्रभु नपाउँदाखेरि हाम्रो घरमा बाजेहरू आउनुहुन्थ्यो कि, हाम्रो माओली बाजेहरू। अनि उहाँहरूले कुरो गरेको हामी सुन्थ्यौँ। हामी सानसानै थियौँ। उहाँहरू चाहिँ लाने छाने कोही घुन्डे बाजेहरूले कहानी गर्थ्यो क्या। किनभने गुरुङको चाहिँ फुपूचेला मामाचेला चलाउँथ्यो नि त पहिले, होइन? अहिले त्यो हराउँदै गयो। अनि कसरी चाहिँ गुरुङले चाहिँ मामा कसरी बिहा गर्न थालेको भनेर उहाँले कहानी गर्नुहुन्थ्यो कि। एकचोटि चाहिँ बिहा गर्ने तयारी भएछ अरे एउटा घरमा। छोरा जवान ठुलो भयो, होइन? बिहा गर्ने चाहना हुन्छ। अनि बिहाको लागि सबै तयारी गरेर खसी कुखुरा चामल, है, सब्जी, नुन तेल भुटुन सबै तयारी भयो। लत्ता कपडा घरहरू सिँगार्यो, तयारी गरेर गेटहरू बनायो, होइन? निम्तो पनि पाएछ अरे सबैलाई लगायो। छोराको बिहा फलाको मितिमा बिहा खान त सबै आइदिनुपर्छ भनेर निम्तो बाँड्दै गयो अरे क्या। गुरुङको है, गुरुङको कहानी बाजेहरूले नै कहानी गर्नुभएको। अनि निम्तो बाँड्दै जाँदाखेरि त एक ठाउँ त्यस्तो भनेर क्या, निम्तो त दियो, बिहेको डेट पनि फिक्स भएछ, केटी चाहिँ कहाँको माग्यो भनेर क्या। त्यसो ला बिहेको सुरुमा केटी मागे त्यसो भनेर क्या। अब बिहे डेट फिक्स भइसक्यो, आजको भोलि आइसक्यो, सबै खसी कुखुराहरू तयारी भइसक्यो, चामलहरू भोज भयो, सबै भइसक्यो। अब बिहेको लागि रेडी भइसक्यो, बिहेको हतारले लगायो, केटी माग्ने बिर्स्यो। अब के गर्ने? दिन त अब आउँदैछ, त्यो धेरै छोरी दिए भनेर भाइको छोरी मागेको अरे क्या। त्यहाँबाट चलाएको है मामाको छोरी भनेर कहानी गरेर हँसेली गर्नुहुन्थ्यो। त्यो हो कि होइन थाहा छैन। तर हामीसँग एउटा बाइबल छ है, यो पवित्र शास्त्र, यो बाइबल चाहिँ अचम्मको पुस्तक हो। हुन त यो बाइबललाई संसारमा मान्छेले घृणा गर्छ। कतिले भन्छ यो बाइबल पढ्नु हुँदैन, मान्छे बौलाउँछ। तर म चाहिँ आफूलाई बौलाएको जस्तो लाग्दैन। मैले बाइबल पढेको 2050 सालदेखि 30 वर्ष नागेको छ। तर बाइबलले चाहिँ बौलाउँदैन बाइबल पढेर, तर मान्छे सभ्य शिक्षित चाहिँ हुन्छ। यो बाइबलको कुराहरू ठुल्ठुलो अक्सफोर्ड विश्वविद्यालयतिर पढाइ हुन्छ। र हामीले कलेजमा पढ्दाखेरि पनि ब्याचलर लेभलमा यो बाइबलको कुरा पढ्नु पर्थ्यो। र यो चाहिँ हामी चाहिँ विश्वास गर्छौँ यो परमेश्वरको वचन हो, यसमा 66 पुस्तकहरू छ, यसमा सबै कुरा छ। बोल्न जान्नु चाहिँ पर्छ, विवाहको कुरो छ, मगनी गर्ने कुरोहरू छ, होइन? अनि राजनीतिको कुरो छ, स्वास्थ्यको कुरो छ, हरेक कुराहरू छ बाइबलमा। बोल्न चाहिँ हामीले जान्नुपर्छ है। अनि यो बाइबल चाहिँ विवाहबाट सुरु भएको छ। हामीले सुरुको पुस्तक उत्पत्तिमा हेर्यौँ भने परमेश्वरले पहिलो मान्छे सृष्टि गर्नुभयो, उसको नाम चाहिँ आदम हो। बाइबलले भनेको है, बाइबलले भन्छ उसको नाम चाहिँ आदम हो। त्यही कारणले संसारमा छोरा मान्छेलाई के भन्छ? आदमी भन्छ। हो कि भन्नुहोस् त? आदमबाट आदमी भन्छ, होइन? अब अर्को भाषामा भन्दाखेरि मनुष्य, अब हिन्दू शास्त्रले चाहिँ मनु भनेर भनिदियो है। अब त्यो मानिसको यसरी विवाह भएको छ। अनि उसलाई त्यो छोरा मान्छेबाट ऊ एक्लो थियो। अनि परमेश्वरले हेर्नुभयो मानिस एक्लो रहनु असल होइन भनेर उहाँले भन्नुभयो। अनि त्यो मानिसको कर्म झिकेर एउटा स्त्री बनाउनु भयो। अनि उसलाई नारी भन्ने नाम दियो, किनभने ऊ नरबाट निकालिएको। यिनीहरू चाहिँ पहिलो पृथ्वीको दम्पति। अनि उनीहरूको छोराछोरी पढ्दै गए। अनि पढ्दै गएपछि चाहिँ अब उनीहरूको विवाहबारी कोही थिएन, कुटुम्ब आफ्नै छोराछोरीको बिचमा बिहा भयो। अनि जनसङ्ख्या बढ्दै गएपछि फुपू चेला मामा चेला, त्यसको अझै बढ्दै गएपछि अब नजिकको साइनोसँग बिहा नगर्नु है भनेर बाइबलले यसरी सिकाएको छ।
होइन, बाइबलले सबै कुरो सिकाउँछ। अनि यो बाइबलले विवाह गर्नु भनेको चाहिँ एउटा रहस्य हो भनेर पनि भन्दछ। त्यो रहस्य म तपाईँहरूलाई बताउन चाहन्छु। किनभने मान्छेले भन्छ बिहा त यो रीति हो, संसारमा मान्छेले बनाएको चलन हो। यो विवाह भनेको मान्छेले बनाएको रीति पनि होइन, चलन पनि होइन, यो परमेश्वरले बनाउनुभएको नियम हो। बिहा गर्नुपर्छ, बिहा गर्नु हुँदैन भन्ने संसारमा यस्ता धर्महरू पनि छ, हो कि भन्नुहोस् त। बिहा गर्नु हुँदैन भन्ने, बिहा नगर्ने भने संसारै चल्दैन, सृष्टि चल्दैन है। बिहा त गर्नुपर्छ, यो त परमेश्वरले बनाउनु भएको नियम हो। त हामी चाहिँ बाइबलमा अनुसार हामी विवाह गर्नुभन्दा अगाडि मगनी गर्छौँ। अनि मगनीको साथसाथमा आज परिचय पनि हामी गर्छौँ है। हामी होसेको पुस्तकमा आउनुहोस् त, परमेश्वरको वचन अलिकति हेरौँ अनि हामी अगाडि बढौँ। धेरै लामो म जान चाहन्न, हामी छिट्टै सक्ने भनेको थियौँ, तर अब प्रभुको इच्छा यस्तै भयो। होसेको पुस्तकमा आउनुहोस्, 2 अध्याय। होसे 2 अध्यायको हामी 2टा पद पढ्नेछौँ, 19 र 20 पद म पढ्दैछु। कसैको माग छ भने पढ्दा हुन्छ। 19 र 20 पद। अनि म तिमीलाई सधैँभरि मेरै हुनका निम्ति मगनी गर्नेछु। धार्मिकतामा, न्यायमा, करुणा र कोमल कृपाहरूमा म तिमीलाई मेरै हुनका निम्ति मगनी गर्नेछु। विश्वासयोग्यतामा पनि म तिमीलाई मेरै हुनका निम्ति मगनी गर्नेछु। अनि तिमीले परमप्रभुलाई चिन्नेछौ। अनि सानो प्रार्थना गरौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ हाम्रो दानियल र रहेको आज मगनी विषयमा हाम्रो नरबाट आफन्त छरछिमेकीहरू, शुभचिन्तकहरू यो एउटा आनन्दको घडीमा हे प्रभु दाजु विक्रम मध्ये आनन्द खुसी हुनुहुन्न। मण्डली हामी सबै खुसी छौँ अनि हामी सबै खुसीमा खुसी मिलाउन आउनुभएको छ। यहाँहरूलाई तपाईँको नाम हामी स्वागत गर्दछौँ। र प्रभु, अब यो मगनीको रहस्य भेदहरू तपाईँ प्रभुले प्रकट गर्नुहोस्। तपाईँको वचन भएर दुष्ट बोल्नुपर्छ, मण्डलीको उन्नतिको निम्ति, तपाईँको महिमाको निम्ति तपाईँले बोल्नलाई सहायता गर्नुहोस्। त्यो त दुर्बल कमजोर छु, म आफूलाई गर्छु, मलाई लिनुहोस्। प्रभु ख्रीष्टको नाममा स्वीकार गर्नुहोस्, आमेन। आज हामी 2टा हाम्रो सेवा छ। पहिलो चाहिँ मगनी, दोस्रो चाहिँ परिचय है। आज परिचय पनि हुन्छ होइन। कतिजना हेर्न आउनुभएको छ कि हामी आउँदै गर्दाखेरि बेहुला ऊ अरे, बेहुला ऊ अरे है। अर्कोजनाले भने को चाहिँ हो बेहुला, को चाहिँ हो बेहुला, चिन्न मन लाग्छ त होइन। राखेला त सधैँ देखिरहेको, आफ्नै छोरी हो, आफ्नै बहिनी हो, आफ्नै गाउँको हो, के भन्नुहोस् त। राखेको हुनेवाला चाहिँ को रहेछ, चिनौँ न, हेरौँ न है भन्ने एउटा हाम्रो एउटा जिज्ञासा हुन्छ। अनि हामी तपाईँहरूलाई हाम्रो यहाँ राखेलको हुनाला पति उसको परिचय पनि हामी तपाईँहरूलाई दिन्छौँ। अनि राखेलको परिचय अनि 2जनाको पनि परिचय हुन्छ है। यो परिचय भन्ने कुरो चाहिँ राम्रो कुरो रहेछ है। हामी बाटोमा हेर्दा कोही मानिस भेट्यौँ, सँगसँगै हिँड्नु पर्ने भयो है। हामी के गर्छौँ, नगरी हिँड्छौँ कि कोही परिचयबाट सुरु गर्छौँ भन्छ त। कोही परिचय सुरु गर्छौँ के भन्छ है। कोही नमस्ते भन्छौँ, हात मिलाउँछौँ, मेरो परिचय यो हो अनि हजुरको परिचय भनेर हामी परिचय दियादी गर्छौँ के भन्छ है। सुन्नुहुँदैछ? अलिक बोल्नु चाहिँ हुँदैन। परिचय हामी गर्छौँ, परिचय गर्नु राम्रो कुरा हो होइन। अनि परिचय गर्दाखेरि फाइदा सहायता हुन्छ है। चिन्जान भयो भने धेरै काम हुन्छ होइन। चिन्जान गर्नु चाहिँ राम्रो कुरा हो है। त्यसै तपाईँ र मैले पनि आज संसारमा हाम्रो सृष्टिकर्ता परमेश्वरको परिचय हामीले पाउनुपर्छ। उहाँसँग पनि चिन्जान गर्नुपर्छ, उहाँले पनि त्यो चाहना गर्नुहुन्छ है। अनि हामीलाई सृष्टि गर्ने सृष्टिकर्ता को हुनुहुन्छ त? यदि हामीले उहाँलाई चिन्न चाह्यौँ भने उहाँ चाहिँ हामीदेखि टाढा हुनुहुन्न भनेर भनेको छ है। हेर्नुहोस् त, आज आउनुहोस् त यो प्रेतको कर्म हामी 17 अध्यायमा आउनुहोस् ल। प्रेतको कर्म 17 अध्याय हामी पढ्नेछौँ। 17 अध्यायको 27 पदमा पढ्नुहोस् ल। 27 पद 17 र 27। तिनीहरूले प्रभुलाई हजुर खोजौँ भनेर सायद उहाँलाई छमछम छुछुम गरेर भेटाउलान्। तैपनि उहाँ हामी हरेकपल्ट टाढामा हुनुहुन्न। परमेश्वर चाहिँ हामीदेखि टाढामा हुनुहुन्न है। यो परमेश्वर को रहेछ होइन। पहिले प्रभु पाउनुलाई हामी भगवान्, देवता, ईश्वर भन्थ्यौँ है। अनि मैले पनि यो परमेश्वरको परिचय पाएको थिइनँ। मेरो बाबाले पाउनु भएको होइन, मेरो परिवारमा सबभन्दा पहिले मैले पाएको हो। सानोमा चाहिँ
मलाई यस्तो लाग्थ्यो कि मान्छे मरेको देख्दाखेरि मान्छे अरू मर्छ तर म चाहिँ मर्दिनँ होला जस्तो लाग्थ्यो कि मेरो म बाल्यकाल हुँदा मेरो बाल मस्तिष्क त्यस्तै थियो। तर ठुलो भएपछि ला एक दिन त म मर्नुपर्छ कस्तो चिसो लाग्यो क्या, कस्तो डर लाग्यो क्या, मर्नुपर्छ भन्दाखेरि कस्तो नरमाइलो लाग्ने क्या। आज हामीलाई पनि त्यो मृत्यु सम्झिँदाखेरि के हामीलाई मजा आउँछ र भन्नुहोस् त, त्यस्तो डर भएको थियो मलाई है। तर ठिक छ एक दिन म मरे पनि म चाहिँ स्वर्ग जानुपर्छ भन्थे। तर स्वर्ग जाने परमेश्वर चाहिँ को हुन्छ त भन्ने कुरो मैले उहाँलाई चिनेको थिइनँ। अनि म एउटा साथीसँग खेल्दै जाँदाखेरि एउटा पौडेल बाहुनको बारीमा हामी पुग्यौँ। उसको ध्यानमा परेको रुख थियो। अनि त्यहाँ देवी खान बनाएको थियो, घन्टीहरू ढुङ्गाएको थियो, त्रिशुल लगेको थियो। अनि मेरो साथीले चाहिँ के भनेको थियो भने यो चाहिँ देवी खान बेला बेला नाग देवता आउँछ, अनि त्यो नाग देवताले बसेर जो मान्छे मर्छ सिधै स्वर्ग जान्छ भनेको थियो क्या उसले। अनि मलाई त स्वर्ग जानु मन लागिरहेको थियो। अनि मर्छु ठिक छ, मरेपछि स्वर्ग जानुपर्छ नि भन्थेँ। अब त्यो नाग देवता कहाँ होला जस्तो लाग्थ्यो क्या मलाई। तर परमेश्वर त्यस्तो हुनु नरहेछ है। परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, हामी सबैलाई उहाँले सृष्टि गर्नुभयो। तर मान्छेले चाहिँ सृष्टिकर्ता परमेश्वरलाई खोजी गर्दैन। बाइबलमा भन्छ मान्छेले परमेश्वरलाई कहिले पनि खोजी गर्दैन। तर यो यस्तो परमेश्वर हुँदो रहेछ, उहाँले चाहिँ हामीलाई खोजी गर्नुहुँदो रहेछ। अनि खोजी गर्दै उहाँ यस पृथ्वीमा मानिस बनेर आउनुभयो। उहाँ चाहिँ प्रभु यीशु हुनुहुन्छ। आज यो घडी यो समय यो ठाउँमा तपाईँ आउनुभयो, त्यो पनि त उहाँकै योजना अनुसार तपाईँ आउनुभयो। तपाईँलाई आफ्नो परिचय उहाँले दिन चाहनु भएको छ र तपाईँले पनि आफ्नो सृष्टिकर्ता परमेश्वरको परिचय लिएर जानुहोस् है। मान्छेले चारवटा प्रश्नको उत्तर संसारमा पाउँदैन अरे क्या, खोज्दैन अरे क्या। पहिलो चाहिँ म को हुँ होइन, यो प्रश्न तपाईँले आफैलाई गर्नुहोस् है। तपाईँले आफ्नो परिचय होला, कसैले अब पण्डितले या बाबाले तपाईँको नाम राखिदिएको होला होइन, कतिको नाम अनुसार त स्वभाव बानी व्यवहार नहोला होइन है। तर तपाईँ आफैले सोध्नुहोस् आफैले आफैलाई म को हुँ, पहिलो प्रश्न। दोस्रो चाहिँ यो संसारमा म कहाँबाट आएँ होइन, यो संसारमा म कहाँबाट आएँ त। बाबुआमाको माध्यमबाट हामी संसारमा जाने उहाँको केवल माध्यम मात्रै हो है। तेस्रो चाहिँ यो संसारमा म किन जिइरहेको छु, यो जिउनुको उद्देश्य के हो। आज मान्छेले म किन जिउँदैछु भन्ने कुरो थाहा छैन त मान्छेलाई। मान्छेले सोध्छ पैसा कमाउनु होइन, मान्छे जिउनु भएको उद्देश्य के सोध्छ, धेरै पढ्ने पैसा कमाउने अनि नाम कमाउने प्रख्याति हुने ठुलो मान्छे बन्ने, बस त्यति मात्रै उसको उद्देश्य हो है। त्यति मात्रै सोचिरहेको छ है। आज मान्छेले म संसारमा किन जिउँदैछु भन्ने पनि थाहा छैन। अनि अर्को चाहिँ यो संसार छोडेर मृत्यु पछाडि म कहाँ जाँदैछु भन्ने कुरो पनि मान्छेलाई थाहा छैन। यदि तपाईँलाई थाहा छ भने भन्नुहोस् है, पक्का गर्नुहोस्, मलाई भनिराख्नु पर्दैन, आफैले आफैलाई एन्सर गर्दै दिन सक्नुपर्छ। यदि यो प्रश्न चारवटा प्रश्नको जवाब तपाईँसँग छैन भने प्रभु यीशु मसीहको परिचयमा आउनुहोस्। प्रभुले तपाईँलाई ठिक जवाब दिनुहुन्छ। उहाँले भन्नुभएको छ संसारको ज्योति म नै हुँ है। हामी संसारमा स्कुलबाट हाजिर जवाबमा प्रश्न सोधिन्थ्यो संसारको ज्योति चाहिँ को हो, येशू ख्रीष्ट भनेर केही भनिन्थ्यो होइन। उहाँले आफैले भन्नु उहाँ ज्योति हुनुहुन्छ। त्यो ज्योतिमा आएपछि छलङ्गै हुन्छ। यदि मान्छे अन्धकारमा छ भने अँध्यारोमा आफैले चिन्दैन म कहाँ जाँदैछु भनेर थाहा हुँदैन अरे क्या। यो कुरो युहन्ना 10 अध्यायमा लेखिएको छ है। म कहाँ जाँदैछु भन्ने कुरो मान्छेलाई थाहा हुँदैन भन्छ होइन। आउनुहोस् त कतिमा छ भने 12:35 पदमा होला होइन। म पढ्नुहोस् त युहन्ना 12:35 पढ्नुहोस् न। भन्नु भने यसले तिनीहरूलाई भन्नुभयो अझै केही समयसम्म ज्योति तिमीहरूसँग रहन्छ, अझै केही समयसम्म ज्योति तिमीहरूसँग रहन्छ, ज्योति तिमीहरूसँग रहँदैन ज्योति रहँदैन र नत्र अन्धकारले तिमीहरूलाई छोप्ला छोप्ला, किनकि अन्धकारमा हिँडेले हजुर ऊ कहाँ जान्छ सो थाहा पाउँदैन। कोही मान्छे अन्धकारमा हिँडेको छ थाहा पाउँदैन। सधैँ हिँडेको बाटो हो भने ठिकै छ, घोडा टाटा छ हातमा पट्टिलाई सामना गर्दै हिँड्ला। कहिल्यै नहिँडेको बाटोमा जो हिँडेर घोर अन्धकार छ त्यही माथि पट्टि लाग्यो भने पूर्वतर्फ त पश्चिमतर्फ थाहा पाउँदैन। आज तपाईँ र म पनि एउटा यात्री हौँ, यो संसार छोडेर जाँदैछौँ, तर कहाँ जाँदैछौँ थाहा छैन। किन भन्दा घोर अन्धकार हामी हिँडेको छौँ कि प्रभु यीशु मसीह संसारको ज्योति भनेर आउनुभयो। मलाई यसो भन्ने एउटा कथा याद आयो। एउटा राजा रहेछ अनि त्यो राजाको चाहिँ
अब उहिलेको जमानामा धेरै कोठाहरू नोकरकामहरू एउटा कोठा त त्यति साह्रो मूर्ख रहेछ अरे क्या त्यो राजाको। अनि राजा पनि वाक्क भएर त्यो मूर्ख कोठालाई के गर्नु भन्नु भएपछि फेरि चाहिँ राजाले एउटा लौरो धेरै खनेको आयो मूर्ख कोठालाई आमाको मूर्ख अरे। अनि भने ल तिमीलाई यो लौरो, हजुर महाराज मलाई लौरो किन दिनुभयो? हेर तिमीले संसारमा तिमीभन्दा बढी मूर्ख मान्छेलाई बोल्छ अनि उसलाई त्यो है भने अरे क्या। भनेको चाहिँ राजाले के भन्नु, तिमी जस्तो संसार कोही पनि मूर्ख छैन, तिमीलाई मैले लौरो दिन्छु, तिमीले आफ्नो मूर्खलाई भेट्दैन संसारमा भनेको अरे। तर मूर्ख त मूर्ख खोज्ने हिँडेछ। अब मभन्दा बढी मूर्ख को होला त्यसलाई यो लौरो दिउँ भन्दै खोज्दै हिँडेछ अरे है। कति वर्ष लाग्यो उसले आफूभन्दा मूर्ख भेटेन छ। अनि कति वर्षपछि फेरि दरबारमा गयो। अब राजालाई खबर दिनु पर्यो, मभन्दा बढी मूर्ख भेटिन महाराज भन्न त पर्यो। दरबारमा आउँदा त राजा त एकदम सिरियस बिरामी, कति कोही त डक्टर लगायो निको भएन। राजा त अन्तिम स्टेजमा पुगिसकेर मृत्यु सयमा पुगिसकेको छ। अनि खबर गरेर म त राजालाई भेट्न आएको। राजा त मृत्यु सयमा छ, मर्न आँटोमा छ। अब उहाँ जान आँटो, त्यसो म राजालाई भेट्छु है। दरबारमा गएँ, महाराजजी यसो आँखा खोलेर हेरेँ, महाराज हजुरले मलाई चिनी बसाउनु भयो, म त्यही मूर्ख कोठाला हो, हजुरले मलाई एउटा लौरो दिनुभएको थियो, तिमीभन्दा बढी मूर्ख भेट्यो भने यो लौरो उसैलाई दिनु भनेर तपाईँले भन्नुभएको थियो महाराज। मैले त्यो संसारमा मभन्दा बढी मूर्ख कसैले भेटिनँ महाराज, म आएँ हेरेँ। अनि राजाले भने फलानु अब यो संसार छोडेर म जाँदैछु, म अनन्तको यात्रामा निस्केर जाँदैछु भनेर हेर्नुहोस् त राजाको मृत्यु शय्यामा अब मर्दैछ नि, म यो संसार छोडेर अनन्तको यात्रामा निस्केर जाँदैछु। अनि त्यो मूर्ख कोठाले सोधे, महाराज तपाईँ अनन्तको यात्रामा जाँदै हुनुहुन्छ? हो अनन्त कोठालो, म संसार अनन्तको यात्रामा जाँदैछु। अनि अनन्तको यात्रामा जाँदै हुनुहुन्छ, त्यो यात्रालाई तयारी के गर्नुभयो भनेर क्या राजा सबै पर्यो। लानु म त यो अनन्तको यात्रालाई केही पनि तयारी गरेको छैन। हेर्नुहोस् त तपाईँ र म कि इलाम जाँदाखेरि तयारी गर्दै गर्दैन भन्नुहोस् त होइन? कुनै अफिसमा जानु छ भने नागरिकता, पासपोर्टहरू अनि के फोटोकपीहरू सबै भाडा लुगा सबै तयारी गर्छ होइन? अघिल्लो दिन कि कसो गर्छ? अझ हामी काठमाडौँ जानु छ, अझ परदेशै जानु छ, हामी पुरै तयारी गरेर हिँड्छौँ नि। कोही पनि तयारी दिन हिँड्छ त? हिँड्दैन। तर त्यो राजाको अनन्तको यात्रामा जाँदैछु भन्छ केही पनि तयारी गरेको छ। अनि त्यो कोठाले हजुर महाराज यो लौरो हजुर नै लिइबस्नुहोस्, आज मभन्दा बढी मूर्ख त मैले हजुरलाई भेटेँ, तपाईँलाई थाहै रहेन त कहाँ जाँदैछु भनेर। हेर्नुहोस् त आज मान्छेको हालत पनि यस्तै छ है। आज म कहाँ जाँदैछु भन्ने पनि थाहा हुँदैन। तर यो प्रभु यीशु मसीहको परिचयमा आउनुहोस् है। यो प्रभु यीशु मसीहको परिचयमा जब हामी आउँछौँ भने हामी आफैलाई चिन्छौँ। अनि यो बाइबल चाहिँ दुईवटा खण्ड छ, नयाँ करार र पुरानो करार। पुरानो करार चाहिँ इस्राएलको विषयमा लेखिएको। अनि यहाँ यसो भनेको छ कि यशायाको पुस्तक 1 अध्यायमा मेरो प्रजाहरू है गोरुले पनि आफ्नो मालिकलाई दिन्छ, गधाले पनि आफ्नो मालिकको ढुङ्गा भन्छ। कुकुरले आफ्नो मालिकको चिजै चिन्दैन भन्छ? आफ्नो मालिकले टोक्छ कहिले कुकुरले? भन्नुहोस् न, टोक्दैन है। मालिक राति 12 बजे आउँछ, कुकुरले भुक्छ को आयो भनेर चुप काले काले मालिकको स्वर सुन्ने बित्तिकै उसले भुक्न छोड्दैन। चिन्छ नि चाहिँ आफ्नो मालिकलाई कोही गर्छ कुकुर हुन्छ पुच्छरहरू थालिहाल्छ है। एकछिन नबोल्नुहोस् ल। कुकुरले पनि के गर्छ? आफ्नो मालिकले चिन्छ। गोरुले पशुले पनि आफ्नो मालिकले चिन्छ। तर मान्छे जातिले गर्छ अरे भने नि आफ्नो सृष्टिकर्तालाई चिन्दैन भनेर लेखेको छ है। यसकारण हामीले यो परमेश्वरको परिचय हामीले गर्नुपर्छ। आज परिचय भन्ने कुरा आयो नि त। आज हामीले यहाँ हुनेवाला देवता हुनेवाला देवतीको परिचय गर्ने भेटघाट भएको छैन है। यहाँको बिचमा फोनाफोन बोलचाल पनि भएको छैन है। यसकारणले आज यो परिचय परमेश्वरको पनि परिचयमा तपाईँ आउनुहोस् है भन्ने कुरा हो। यसकारण अघि हामी हेऱ्यौँ होसेको पुस्तकमा तिमीलाई म मगनी गर्नेछु अनि तिमीलाई म सधैँभरि आफ्नो बनाउनेछु भनेर होसेले भनेको छ है। त्यहाँ बिहा हुनुभन्दा अगाडि चाहिँ के हुन्छ? मगनी हुन्छ हाम्रो चाहिँ। यो चाहिँ बाइबलको रहस्यको कुराहरू हो है। त्यसैले यो मगनी भनेको चाहिँ कस्तो हो नि? मगनी भन्दा अगाडि पहिले बिहा हुनुभन्दा अगाडि मगनी हुनुभन्दा अगाडि सोधनी भन्छ क्या। पहिले सोधपुछ हुन्छ
होइन यो यो त एउटा रहस्यको कुरो हो है। आज यो बाइबलले भन्छ एक दिन परमेश्वर र मण्डलीको बिचमा पनि विवाह हुँदैछ। हेर्नुहोस् त्यो विवाह हुनुभन्दा अगाडि के भयो? मण्डलीको परमेश्वरले के गर्नुभएको छ भन्नुहोस् त? मगनी गर्नुभएको छ। हो कि भन्नुहोस् त? मगनी गर्नुभएको छ। आउनुहोस् त दोस्रो कोरिन्थी 11 अध्यायमा यो कुरो लेखिएको छ होइन। दोस्रो कोरिन्थी 11 अध्याय 11 अध्यायमा हामी 2 पदलाई हामी पढ्छौँ त। 2 पद पढ्नुहोस्। हजुर ईश्वरले ईर्ष्याले तिमीहरूका लागि ईर्ष्यालु भएको छु। ईर्ष्यालु भएको छु किनकि एउटा चोखी कन्याको रूपमा तिमीहरूलाई हजुर ख्रीष्टमा अर्पण गरौँ भनेर हजुर मैले एउटा पतिका लागि तिमीहरूको मगनी गरिदिएको छु। हेर्नुहोस् है। आज मण्डली भन्छ यो मण्डलीको निम्ति चाहिँ परमेश्वरले मगनी गर्नुभएको छ है। जब विवाह हुन्छ विवाहले चाहिँ के हुन्छ? दुईजना मानिसलाई एक बनाउँछ हैन। आज तपाईँ र म पनि संसारमा छौँ। एक दिन हामी परमेश्वरसँग मिल्न जान्छौँ है। त्यसलाई चाहिँ विवाह भन्दाखेरि चाहिँ आत्मिक अर्थ हो। यहाँ चाहिँ शारीरिक विवाह हुँदैछ भने मण्डली र परमेश्वरको बिचमा आत्मिक विवाह हुँदैछ। त्यसले चाहिँ जोड्ने काम गर्छ। अनि त्यो विवाह हुनुभन्दा अगाडि के हुँदो रहेछ भन्नुहोस् त? मगनी हुन्छ। अनि मगनी हुनुभन्दा अगाडि कुरो चल्छ, शोधनी हुन्छ है। त्यसलाई चाहिँ बाइबलले के भन्छ? सुसमाचार भन्छ क्या होइन। सुसमाचार भन्छ। जस्तो हामीले कुरो चढायौँ, हाम्रो राखेको लागि कुरो ल्यायौँ। हाम्रो दाजु विक्रमलाई फोनमा कुरो गऱ्यौँ, दाजु यस्तो यस्तो कुरो छ, अब के गर्ने? प्रार्थना गरौँ है। अब आफ्नो छोरी पढ्यो, पढाइ पनि सकियो, बिहा गर्ने पनि बेला भयो होइन। अब यो कुटुम्बको कुरो आउँदाखेरि हाम्रो दाजु विक्रमको लागि यो अशुभ खबर हो कि शुभ खबर हो दाजु? विक्रम दाजु भन्नुहोस् त। शुभ खबर हो नि। जब छोरी पढ्यो हुर्क्यो कुटुम्ब माग्न आउनु, यो चाहिँ शुभ खबर हो कि भन्नुहोस् त? भन्नुहोस् त यता दिदी बहिनीहरू। शुभ खबर हो नि, असल खबर हो नि है। यो असल खबर हो। यो असल खबर भनेको चाहिँ हामी त यो बाइबलको भाषामा चाहिँ गुड न्युज भन्छ क्या। अनि त्यसलाई चाहिँ मैले यहाँ नोट गरेको छु, बिर्सिन्छु भनेर। यसलाई चाहिँ ग्रिक भाषामा चाहिँ भन्न त अब यो अङ्ग्रेजी भाषा जति हामी चलाउँछौँ यो ग्रिकबाट आएको हो। अनि यो ग्रिक भाषामा चाहिँ इभान्जेलियन भन्ने शब्द रहेछ। इभान्जेलियनबाट इभान्जेलिकल भन्ने शब्द आएको है। त्यो चाहिँ सुसमाचार भनेको। सुसमाचार भनेको चाहिँ पुरानो जमाना कस्तो हुन्थ्यो भने जस्तो राजाको घरमा राजकुमार जन्मियो भने सारा देशभरि चाहिँ शुभ खबर भनेर खबर पुर्याइन्थ्यो। हेर्नुहोस्, या लडाइँ जित्यो है भनेर ढोल पिट्दै शुभ खबर भनेर सुनाइन्थ्यो। सबै जनताहरू रमाउँथे क्या, खुसी हुन्थे, शुभ खबर हुन्छ। आज यो मगनीको कुरो पनि के रहेछ भन्नुहोस् त? शुभ खबर हो कि होइन भन्नुहोस् त? शुभ खबर। आज कति घरमा छोरी उमेर पुग्छ, बढ्छ, अनि कुटुम्बले माग्ने कुरै गर्दैन, आउँदैन, बाबामा छटपटिँदैन भन्नुहोस् त? चिन्ता हुन्छ हुँदैन? हुन्छ नि। हेर्नुहोस् है। तर यताबाट पनि माग्न आयो, उताबाट पनि माग्न आयो, उताबाट पनि माग्न आयो भने हामीलाई दुःख लाग्छ, खुसी लाग्छ भन्नुहोस् त? भन्नुहोस् त? खुसी लाग्छ। अब एक्सेप्ट गर्ने कि नगर्ने त्यहाँ कुरो हुन्छ होइन। अब संसारमा त मगनी गर्न आउँदाखेरि केटा कस्तो हो, के काम गर्छ, कति पढेको, उसको ब्याकग्राउन्ड के हो, भोलिबाट धोका त दिँदैन है, उसको खानदान के हो, हरेक कुरा हेरिन्छ। अनि मात्रै के गर्छ हामी? एक्सेप्ट गर्छौँ है। अनि त्यसपछि मगनीको कुरो सिक्छ, त्यसपछि विवाह हुन्छ। त्यसले परमेश्वरले तपाईँ र मलाई पनि आफ्नो पासमा है राख्नको लागि सबभन्दा पहिले मानिसहरूलाई के बनाउनु गर्छ भन्छ? शुभ खबर पठाउनुहुन्छ, सुसमाचार पठाउनुहुन्छ। अब त्यो सुसमाचारलाई एक्सेप्ट गर्ने कि एक्सेप्ट नगर्ने चाहिँ हाम्रो हातमा छ। यसकारण हामी विश्वासीहरू के गर्छौँ? हरेकलाई सुसमाचार सुनाउँछौँ। हामी प्रभु यीशु ख्रीष्टको सुसमाचार सुनाउँछौँ है। मैले पनि प्रभु यीशु ख्रीष्टको सुसमाचारलाई सुने। अनि यहाँ हामीले आफ्नो गवाई छ। कतिजना त हामी विरोधीहरू थियौँ, प्रभुको कुरो सुन्नै नचाहने मान्छे थियौँ हामी। तर जब हामीले यो कुरो बुझ्दै गयौँ अनि सुसमाचारलाई हामीले स्वीकार गऱ्यौँ अनि त्यसपछि हामीले मुक्ति पायौँ। मुक्ति पाउनु भनेको चाहिँ मगनी हुनु हो। हेर्नुहोस्, हाम्रो दुलहाले प्रभु यीशु मसीह हुनुहुन्छ अनि दुलही भनेको चाहिँ को रहेछ? हामी मगनी हो। यो चाहिँ रहस्यको कुरो हो, बाबुले भन्छ। हेर्नुहोस् है। त्यसकारणले आज यो विवाहको कुरो आयो हाम्रो रायको लागि, यो चाहिँ शुभ खबर हो है। अनि उहाँले अगुवाई पाउनुभयो। अब
हाम्रो यहाँ मगनी गर्न आउने भाइ हुनुहुन्छ, यहाँ मैले टिपेर ल्याएको छु। उहाँ चाहिँ दानियल पूर्जा मगर, उहाँको परिचय दिनु पर्दाखेरि अनि उहाँको बाबाको नाम रहेछ भविराम पूर्जा मगर र आमाको नाम देउसुरा पूर्जा मगर। उहाँको घर म्याग्दी अनि उहाँले सेवा गर्ने मण्डली चाहिँ बनेपा विजय मण्डली। उहाँले 2006 सालमा प्रभु यीशुलाई ग्रहण गर्नुभएको है। अनि उहाँ चाहिँ बाबुआमाको जेठा छोरा हुनुहुन्छ अनि उहाँ चाहिँ अहिले परदेशी जीवन दिइरहनु भएको छ। उहाँ चाहिँ फ्रान्समा नोकरी काम गर्नुहुन्छ। त्यसै गरेर आज मगनी गर्ने हाम्रो छोरी हुनुहुन्छ राखेल गुरुङ, बाबाको नाम विक्रम गुरुङ अनि आमाको नाम चाहिँ राजकुमारी लिम्बू। अनि इनाममा अब यहाँको ठेगाना भइगयो। उहाँले सेवा गर्ने मण्डलीको नाम चाहिँ माउन्ट मोरिया अनि उहाँले प्रभु यीशुलाई 2009 सालमा उहाँले प्रभुलाई पाउनु भएको रहेछ है। अब जब बिहाको कुरो आयो अनि मैले दाजु विक्रमलाई कुरो राखेँ, यस्तो कुटुम्बमा आयो दाजु, अब के गर्ने, छोरीलाई सम्झाइदिनुहोस्। उमेर पुग्यो, अब अहिले त पढाइ लेखेको छोरीहरू हो, हामीभन्दा धेरै पढे, हामीभन्दा बाटो पनि छ है। अनि सोधिदिनुहोस्। अनि कतिले त होइन बिहा नगर्ने, बिहा नगरी बस्ने भन्छ, बिहा गर्नु हुँदैन दुःख पाइन्छ भन्छ। हो के भन्छ, बिहा गर्यो भने दुःख पाइन्छ अरे। यदि त्यसो भन्नु हो भने चाहिँ म बाइबल मान्दिनँ, म परमेश्वरलाई मान्दिनँ भनेको हो है। आज परमेश्वरको इच्छा चाहिँ के छ, बिहा गरोस्, सन्तान जन्माओस् है भन्ने इच्छा छ नि त। मलाकीको पुस्तकमा यो कुरो लेखेको छ होइन। आउनुहोस् त, मलाकीको पुस्तकमा यो कुरो लेखेको छ। हामी कति पढ्छौँ भने नि 15 पदमा रहेछ, 2 अध्यायको 15 पदमा यो कुरो लेखेको छ है। पढ्नुहोस् त, 14 पदमा पहिले पढ्नुहोस्, 14 पद। तिमीहरू भन्छौ हजुर यो किन, किनभने परमप्रभु तिमी र तिम्रो जवानीको पत्नीको बिचमा हजुर साक्षी हुनुभएको छ। हजुर जुन पत्नीसित तिमीले विश्वासघात गरेका छौ, हजुर तर उता तिम्री जीवन साथी र तिम्रो बाचाको पत्नी हो। यहाँ चाहिँ बाचा भन्ने शब्द छ, अङ्ग्रेजी बाइबलमा चाहिँ कभनेन्ट भनेको छ। यो चाहिँ करार भनेको खास चाहिँ होइन। अघि हामीले तल सोधपुछ पनि गऱ्यौँ, खास नगर्ने भनेको दुईजना बिचको एउटा करार रहेछ क्या। अघि मैले भने यो बाइबल चाहिँ इजरायलको इतिहास हो, इजरायलको संस्कृति, तिनीहरूको परम्परासँग जोडिएको छ, गहिरो अर्थ रहेछ होइन। अनि यहाँभन्दा धोका दिनु हुँदैन। 15 पदमा के उहाँ एउटैलाई मात्र बोल्नु भएन र, जबकि उहाँसँग आत्माको रहन भएको थियो। अनि किन त्यस एउटैलाई मात्र, किनकि उहाँ ईश्वरीय सन्तान खोज्नु। यसकारण आत्माको विषयमा होसियार रहो, कसैले आफ्नो जवानीको पतिसित विश्वासघात नगरोस्। बाइबलमा विवाह एकचोटि मात्रै भनेको छ अनि एकजनासँग मात्रै हुन्छ भनेको छ है। धेरैजनासँग हुँदैन बिहा होइन है। यसैले बिहा हुनुभन्दा अगाडि के हुन्छ, मगनी हुन्छ। अनि यो मगनी गर्दाखेरि यो इजरायलहरूको एउटा परम्परा के रहेछ भने नि, केटी माग्न आउँछ। अनि माग्न आउँदाखेरि केटाले चाहिँ यस्तै गिलासमा 2 कप दागको रस लिएर आउँछ अरे होइन। अनि त्यतिखेर केटाले चाहिँ केटीलाई दागको रस दिन्छ अरे क्या, 1 कप। अनि त्यो लियो भने चाहिँ करार स्वीकार गरेको अरे है। हुन्छ म तपाईँको पत्नी हुनलाई म राजी छु भनेर स्वीकार गरेको। अहिले हामी सोध्छौँ हाम्रो राजलाई पनि सबैको सामने र हाम्रो भाइलाई पनि सोध्छौँ, राजलाई लाने कि नलाने, राजले पनि जाने कि नजाने होइन। अब त्यो कप पिउँदाखेरि के अरे, करार स्वीकार गरेको। करार करार भनेको 2 पक्षबिचको सम्झौता हो होइन। आउनुहोस् न, यो गहिरो रहस्य रहेछ क्या। मैले हिजो मात्रै मैले हेर्दै थिएँ, मत्तीको पुस्तक 26 अध्यायमा यो कुरो लेखेको छ है। उहाँले त्यो प्याला दिनुभयो नि त, ल्याउ यो करार हो भनेर दिनुभएको छ, प्याला दिएर दिनुभएको छ क्या। 27 पद, 26 अध्यायको 27 पद पढ्नुहोस्, 26 अध्यायको 27 पद। अनि उहाँले कचौरा लिनुभयो र धन्यवाद दिएर यसो भन्दै तिनीहरूलाई दिनुभयो, तिमीहरू सबैले यसबाट पिऊ अनि किनभने यो नयाँ बाचाको मेरो रगत हो। हेर्नु त, यो बाचा भनेको छ यहाँ, तर यो खास करार हो। तिमीले यो पिऊ। अनि जति हामीले पिएको हुन्छौँ त्यो चाहिँ के हो, ठिक छ, म प्रभुको मगनी गरेको हुनेवाला पत्नी हो, त्यो करारलाई स्वीकार गरेको है। अनि प्रभुले के भन्नुभएको छ, 29 पद पढ्नुहोस् त, 29 पद। तर म तिमीहरूलाई भन्दछु, अबदेखि उसो जबसम्म म मेरा पिताको राज्यमा तिमीहरूसित यो नयाँ पिउँदिन, त्यस दिनसम्म
फलबाट कहिले पिउने म छैन। कहिले पिउँदैन। के भने मलाई यो कि कल्चर हामीले बुझ्नु पर्छ है। 2 कपले डाक्टर्स लिएर आउँछ अनि 1 कप चाहिँ दुलैलाई दिन्छ। जब दुलैले कि भने त्यसले स्वीकार गरेको अरे क्या हैन। हाम्रो पनि कोही छोरीचेलीको बिहा हुन्थ्यो कि अनि प्रभु पाउनु अगाडि कुटुम्बले चाहिँ रक्सी रोटी हैन के कोसीहरू लिएर आउँथ्यो। सबै बाबुमाइतीहरू बस्थ्यो। ल कुटुम्बहरू आएछ छोरी अब तिमी के भन्छौ? अब छोरीले के भन्नु? तपाईँले जे भन्नुहुन्छ त्यही मान्छु हैन। अनि त्यसपछि ल अब हामी पनि राजी छौँ, तिमीले राजी छौ भने रक्सी सार अनि हामी पिउँछौँ। अनि उसले सारा दिएपछि मान्यो भनेछौ के गर्छ? बाहिर के कुरो रहेछ क्या यहाँ? प्रभुले पनि कप दिएर भन्नुहुन्छ उयो पियो भने चाहिँ एउटा कमारो किनभने प्रभुले नि मण्डलीलाई मगनी गर्दै हुनुहुन्छ। अनि भन्दै हुनुहुन्छ अब म पिउँदिनँ है, कहिले पनि पिउने। फेरि प्रभुले पिउँछु पनि भन्नुहुन्छ पछि। तर म तिमीलाई भन्छु अबदेखि उसो जबसम्म पिताको राज्यमा तिमीसँग नयाँ पिउँदिनँ। दुलाले हुनेवाला दुलाले 2 कप ल्याउँदो रहेछ। 1 कप चाहिँ दुलाईलाई दिन्छ। उसले पिइसकेपछि एक्सेप्ट गरेको। अनि अर्को कप चाहिँ फेरि बिहाको दिन फेरि दुलाले लिएर त्यो चाहिँ आगे 2 जना लिएर पिउँछ अरे क्या। अब चाहिँ हामी साझेदार हुन्थ्यौँ। त्यो चाहिँ एउटा करार गरेको कन्ट्र्याक्ट गरेको होइन। अनि यो करार चाहिँ भङ्ग गर्नु हुँदैन। लेखिएको छ रोमीको पुस्तकमा। आउनुहोस् त रोमीको पुस्तक अनि 2 अध्यायमा यो कुरो लेखेको छ होइन। आउनुहोस् करार भङ्ग गर्नेहरू भन्छ 2 अध्यायको हामी कति पढ्ने रहेछौँ भने 31 पद सरी 1 अध्यायको रोमीको पुस्तक 1 अध्यायको 31 पद पढ्नुहोस्। समझ नभएकाहरू करार भङ्ग गर्नेहरू हेर्नुहोस् त। समझ नभएकाहरू करार भङ्ग गर्नेहरू तपाईँले हेर्नु त्यो दण्ड पाउँछ। आज हाम्रो दानियल र हाम्रो रायको बिचमा करार हुन्छ होइन। अनि हामीले सोधपुछ पनि गऱ्यौँ अब छुट्टी कहिले पाउँछ त हाम्रो भाइले भन्दाखेरि अब 6 महिना कुर्नु पर्ने रहेछ होइन। हामीले छिटै बिहा होस् भनेको अब परिस्थिति त्यस्तै रहेछ है। 6 महिनाको बिचमा राहेल चाहिँ अब दानियलको करारमा अनि दानियल चाहिँ राहेलको करारमा यो बिचमा 2 जना बिचमा अरू कोही पनि आउनु दिनु भएन। हेर्नुहोस् है यो करार बनाउनु पर्छ। यो करार भन्न गर्नु हुँदैन होइन। अब मम्मी त गरेको हो तर अब म बिहा नगर्ने भन्यो भने के हुन्छ? त्यो अहिले करार भङ्ग गरेको हुन्छ कुरा गरेको हुन्छ भन्नुहोस् त खोइ बोल्नुहोस् न। भङ्ग गरेको हुन्छ है। आज हामी विश्वासीले बुझ्नुपर्छ अहिले मण्डलीमा कस्तो शिक्षा छ भने एकचोटि उदार मुक्ति पायो भने मुक्ति कहिले हुँदैन सधैँभरिको लागि भन्ने शिक्षा पनि छ कि छैन? अहिले छ नि होइन। मैले हेर्दै जाँदाखेरि त हिब्रूको पुस्तकमा आउँछ जब त्यो करारलाई भङ्ग गर्छ नि अनि दण्ड पाउँछ भनेर लेखेको छ है हिब्रूको पुस्तकमा। हिब्रूको पुस्तक 10 अध्यायमा होला। 10 अध्यायको हामी कति पढ्छ भने 29 पदमा पढ्नुहोस्। 10 अध्यायको 29 पदमा तिमीहरूले विचार गर त्यो मानिस झन् कति कडा दण्डको योग्य ठहरिनेछ। त्यो मान्छेले दण्ड पाउँछ। उदार मुक्ति पाए त्यो गर्दा हुन्छ भन्दा तर त्यो मान्छे दण्ड पाउन सक्छ जसले परमेश्वरको पुत्रलाई पाउमैले कुल्चेको छ। हजुर बाचाको रगतलाई हजुर जसद्वारा ऊ पवित्र पारिएको थियो हजुर अपवित्र ठानेको छ। करारको रगतलाई जस्तो हामी है आराधनाको दिन हामी पिउँछौँ कि प्यालो भन्नुहोस् त विश्वासीहरू भन्नुहोस् त पिउँछ नि। त्यो चाहिँ के गरेछ? म तपाईँको करारमै छु है। प्रभुले हामीसँग गर्नुभएको करार रहेछ त्यो है। अब प्रभु आउँदाखेरि म फेरि पिउँछु भनेको चाहिँ अर्को कप हेर्नुहोस् है। त्यो करारलाई भङ्ग गरेर त्यसलाई कुल्च्यो भने त्यसले दण्ड पाउँछ। मैले मुक्ति पाएरै जे गर्दा पनि हुन्छ होइन रहेछ। एकचोटि सेफ सधैँभरि सेफ भन्ने होइन रहेछ। त्यहाँदेखि करारलाई कहिले भङ्ग गर्नु? प्रभुले आफ्नो करार कहिले पनि भङ्ग गर्नुहुन्न किनभने उहाँ चाहिँ विश्वसयोग्य हुनुहुन्छ। प्रभु हामीलाई लिन आउनुहुन्छ हो कि भन्नुहोस् त। हाम्रो दानियल पनि म रायलाई लिन आउँछु पक्का हो नि होइन? पक्का हो। उसले हाम्रो दानियल बाबुले पनि करार भङ्ग गर्नुहुन्न अनि रायले पनि करार भङ्ग गर्नुहुन्न। यसकारण पुरानो जमानामा यहुदीहरूको पालन चाहिँ मगनी गर्न जान्थ्यो अनि मगनी गरेपछि 1 वर्षपछि बिहा गर्न आउँथ्यो। केटा चाहिँ माग्न आउँथ्यो लिन आउँथ्यो क्या है। अनि 1 वर्षभित्र केटा सबै ठाउँहरू आफ्नो घर सबै व्यवसाय मिलाएर अनि लिन आउँथ्यो। प्रभु यीशुपछि मसी पनि हामीलाई लिन आउनु हुँदैन ठाउँ तयार गरेर है। कारण यो मगनी भन्ने शब्दलाई चाहिँ नि हिब्रू शब्द रहेछ। यो चाहिँ के रहेछ भने मैले टिपेको रहेछ अप्ठ्यारो छ क्या। यो मगनी भनेको चाहिँ किटुसिन भन्दो रहेछ हिब्रू भाषामा।
त्यसको अर्थ चाहिँ के रहेछ? होली सेपरेसन अर्थात् पवित्र पारिएको, अलग गरिएको। अब हाम्रो राय पनि अलग गरिएको है। अब ऊ चाहिँ दानियलको निम्ति अलग पारिएको। अब भोलि अर्को कुटुम्बमा राम्रो कुटुम्बमा आउँदा अझै हाम्रो दानियल भन्दा राम्रो कुटुम्बमा आउँदा हामी खराब भन्नुपर्छ भन्छ? गर्दैन, होइन। राय चाहिँ दानियलको लागि भइसकेको। हेर्नुहोस्, हामी पनि हाम्रो प्रभुको निम्ति भइसकेको। तर यो प्रभुको निम्ति प्रभुमा हुनका लागि तपाईँहरूलाई पनि एउटा शुभ खबर है। यहाँ लुकाको पुस्तकमा आउँछ 2 अध्याय। आज यो शुभ खबर भनेर लेखेको छ होइन। 2 अध्यायको हामी कति पढ्नेछौँ भने नि 10 पदलाई पढ्नुहोस् त। 2 अध्यायको 10 पद। अनि स्वर्गदूतले तिनीहरूलाई भने नडराऊ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको शुभ समाचार सुनाउँछु। प्रभु यीशु मसीह जन्मिँदाखेरि नि जब पुरानो जमानामा चाहिँ राजाको पुत्र राष्ट्रमा जन्मिँदाखेरि शुभ खबर भनेर सुनाउँदै हिँड्यो भने त्यही शब्द यहाँ लगाएको छ है। हेर एउटा पुत्र जन्मिएको छ, यो चाहिँ तिनीहरूको लागि शुभ खबर हो। नडराऊ। अब हाम्रो लागि डराउनु हुँदैन, यो शुभ खबर हो। को मान्छे खोइ कहाँ पसिन्छ अरे चिनेको छैन, डर हुन्छ नि होइन। आफ्नो छोरी दिनु मुटुको टुक्रा जस्तो है। अघि कुरा पनि भयो होइन। कतिजनालाई त आफ्नो छोरी दिन अप्ठ्यारो लाग्छ, कति रुवाबासी हुन्छ, मन पुटुक्क खान्छ है। तर मैले अघि भाउजूलाई पनि सम्झाएँ, भाउजू त्यस्तो होइन, हामीले अर्को दृष्टिले सोच्नुपर्छ। छोरी दिएको होइन, तर मैले के गरेको, ज्वाइँ पाएको, त्यसै सम्झिनु पऱ्यो क्या हामीले। के गर्छ भन्छ, छोरी दिएको भन्दाखेरि त धेरैबाट दिएको जस्तो त्यस्तो लाग्छ क्या, तर त्यस्तो होइन नि। तर हामी अर्को दृष्टिले हेर्दाखेरि मैले एउटा ज्वाइँ पाएको है। ज्वाइँ पनि कस्तो हुन्छ, छोरा जस्तै हुन्छ। हेर्नुहोस्, यसमा यहाँ भन्छ नडराऊ है, बडो आनन्दको शुभ खबर सुनाउँछु जो सबै मानिसहरूको लागि हो, सबै जातिहरूको लागि हो। अनि त्यहाँ चाहिँ भन्छ 11 पदमा, किनकि आज तिमीहरूको निम्ति दाउदको सहरमा एकजना मुक्तिदाता जन्मनु भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ है। संसारमा तपाईँहरू म जस्तो पापीलाई उद्धार गर्ने मुक्तिदाता येशू ख्रीष्ट संसारमा जन्मिनु भयो। अनि प्रभु येशू मसीह हाम्रो पापको निम्ति क्रुसमा मर्नु भयो। हेर्नुहोस् त, अनि हामीलाई धर्मी ठहराउनु भयो है। अनि उहाँलाई हामीले जब विश्वास गर्यो भने हाम्रो पापको क्षमा हुन्छ। अनि हाम्रो लागि चाहिँ प्रभुले मगनी गरेको हुन्छ। यसरी यो संसार छोडेर गए पनि नि हामी ढुक्कै स्वर्ग जाने पक्का निश्चयता पाइन्छ होइन। मेरो बुवा मर्नुभयो कि, अनि अरूको बाउहरू मर्दाखेरि हामी सेवामा जान्थ्यौँ, सम्झाउँथ्यौँ। अनि म आफैलाई प्रश्न गर्थेँ, तेरो बाउ चाहिँ मर्दाखेरि कस्तो हुन्छ होला जस्तो म आफैलाई प्रश्न गरेँ क्या। तर मेरो बुवालाई व्यासाले च्याप्दै गयो, रोगी बिमारी हुनुभयो, मेरो बुवाले प्रभुलाई पाउनुभयो। अनि उहाँलाई भने, बुवा एक दिन संसार छोडेर जानै पर्छ, कोही अगाडि कोही पछाडि। अब हामीले प्रभुलाई विश्वास गऱ्यौँ, हामी ढुक्कै हुनुपर्छ। तपाईँ ढुक्कै हुनुहुन्छ स्वर्ग जानको लागि? मेरो बुवाले भने, म ढुक्कै छु भन्नुभयो क्या है। हामी माथि स्वर्ग भेट्नुपर्छ ल बुवा? ल भन्नुभयो है। अनि राति सपनामा मेरो बुवालाई मैले यसरी बोकेर माथि पाहाडतिर लाँदै गरेको देखेँ। अनि मेरो बाउले भन्नुभयो, भाइला मलाई त अब प्रभुले स्वर्ग लान्छु भन्नुभएको छ भन्नुभयो क्या सपनामा। जसङ्ग बिउले बिहान भइसकेको छ, त्यही 9 बजे मेरो बुवा संसार छोडेर जानुभयो। मलाई रुनु मन पनि लागेन है। यता प्रकार एक प्रकार ढुक्क मेरो बाउ संसार पीडा कष्ट दिनु स्वर्ग गयो, राम्रो भयो, ढुक्कै एक दिन म मेरो बाउलाई भेट्छु, त्यो पक्का निश्चयता भयो क्या। यो निश्चयता चाहिँ ख्रीष्ट येशू प्रभुले दिनुहुन्छ। त्यसैले यो ख्रीष्ट येशू प्रभुको कुरो चाहिँ शुभ खबर हो। यो जसरी हाम्रो नानी रायलको लागि विवाहको कुरा आउँछ, शुभ खबर भयो कि भएन भन्नुहोस् त? हाम्रो विक्रम दाजु भयो है। मण्डली पनि खुसी, सबैजना हामी खुसी छौँ। यो आनन्दको खबर हो। आज प्रभु येशूको खबर पनि के हो? यो आनन्दको खबर हो। अनि यहाँ 14 पदमा भन्छ, परम धाममा परमेश्वरलाई महिमा, पृथ्वीमा शान्ति, मानिसहरूप्रति शुभेच्छा है। आज पृथ्वीमा शान्ति होस्। आज संसारमा मान्छेले शान्ति ल्याउनलाई के गरेको छ पृथ्वीमा? कोही सगरमाथा चढेको किन संसारमा शान्ति ल्याउनलाई, कोही परिवारमा शान्ति ल्याउनलाई, कोही ध्यान बसेको शान्ति ल्याउनलाई है। युएन स्थापना गरेको छ देशमा, संसारमा शान्ति ल्याउनलाई। शान्ति आएन। शान्ति आउनलाई एउटै काम गर्नुपर्छ, परम धामको परमेश्वरलाई चिन्नु, उहाँलाई महिमा दिनु। यदि हामीले परमेश्वरलाई महिमा दियौँ भने संसारभरि शान्ति नै शान्ति, हाम्रो हृदयमा पनि शान्ति है। त्यसैले आज यो शान्ति चाहिँ प्रभुले दिनुहुन्छ।
अनि हाम्रो नानी राहेल हाम्रो बाबु दानियलको बिचमा यहाँ मगनी गरेर आउनुभयो। अब हामी हाम्रो कोही नानीहरूलाई सोध्नु पर्यो, तपाईँ उठिदिनुहोस् है, उठिदिनुहोस् अनि तपाईँलाई अभिवादन गर्नुहोस्। पछाडि फर्किनुहोस् ल, पछाडि फर्किनुहोस्, माइक दिनुहोस् मलाई। सबैलाई प्रभु यीशु ख्रीष्टको नाममा अब उतै फर्किनुहोस्, पछाडि फर्किनुहोस्। यहाँ चाहिँ दानियल पूर्जा मगर हुनुहुन्छ, घर म्याग्दी, तर वर्षमा सानैदेखि हुर्किनु पढ्नु भएको चाहिँ बनेपामे हो। अनि वैदेशिक रोजगार सिलसिला अहिले फ्रान्समा हुनुहुन्छ। 8 वर्ष भयो होइन, 8 वर्ष भयो है। अनि यहाँ उमेर भयो, अब विदेशमा बस्नुभयो, बाबुआमाको चिन्ता हुन्छ बिहा गरौँ, तर यहाँ चाहिँ बिहा पनि मान्नुहुन्न थियो अरे क्या है, अघि भन्दै हुनुहुन्थ्यो। तर अब हाम्रो राहेल तयारी भएको थिएन रहेछ नि त, अनि मन भएन यहाँको भन्ने कुरो बुझ्नु पर्यो। किनभने बाइबलमा आउनुहोस् त, फिलिपीको पुस्तकमा हामीलाई मन दिने पनि के हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ भनेर लेखिएको छ है। 2:13 यो कुरो लेखिएको छ। हाम्रो राहेल तयारी भएको थिएन रहेछ, परमेश्वरले हाम्रो भाइ दानेको लागि हाम्रो नानी राहेल उहाँले उत्पत्तिभन्दा अगाडि तयार पार्नु भएको रहेछ। राहेल पढ्दै थियो, अब यसपालि पढाइ पनि सक्यो, उमेर पनि भयो। अनि हाम्रो दानियल बाबुले उहाँलाई चिन्दैन, राहेलले उहाँलाई चिने, तर परमेश्वरले दुवैजनालाई चिन्नुहुन्थ्यो। अनि अब यसपालि चाहिँ बिहा गर्नुपर्छ, उहाँको ठुलो बाबा फ्रान्समा पुग्नु भएको बेला छोरा अब उमेर पुग्यो, बिहा गर्नुपर्छ भने हुन्छ नि त, अब बिहा गर्छु भन्नुभएछ उहाँले। अहिले त्यही भन्नुभएन तपाईँले कि कर लाउनु कसरी बिहाको लागि? उल्टा भन्नुहोस् न है, सबै आफन्त नमाताले कर काम होइन। अहिले त कर काममा बिहा गरिन्छ, भोलि गएर है पिछोड हुन्छ, त्यस्तो होइन। 2को मैले कति भने 13 पद पढ्नुहोस् त, 2को 13 पद पढ्नुहोस्। ल 2को 13 पद पढ्नुहोस्, म पढ्दैछु। किनकि तिमीहरू भित्र आफ्नो शुभ इच्छा अनुसार दुवै इच्छा गर्ने र काम गर्ने मन दिनुहुने परमेश्वर नै हुनुहुन्छ। हेर्नुहोस् न, हामीलाई मन दिने को हुनुहुँदो रहेछ भन्नुहोस् त, परमेश्वर है। सबैले बिहा गर्नुपर्छ है, बुवाको बिग्री, मण्डलीको अगुवाको बिग्री, कति प्रार्थना भयो, तर समय आयो यहाँलाई परमेश्वरले मन दिनुभयो, स्वतन्त्र हुनुभयो होइन, स्वतन्त्र हुनुहुन्छ नि, स्वतन्त्र। अब रायलाई लान तयार हुनुहुन्छ, पछि उता भन्नुहोस् लानुहुन्छ। ल धन्यवाद, बस्नुहोस्। अब रायल छोरीलाई पनि सोधौँ है। रायल छोरी उठ्नुहोस् त, छोरी माइक दिउँ त, फर्किनु पछाडि। अनि अब पछाडि फर्केपछि के भन्नुपर्छ? सबैले जय मसीह। अनि अब हाम्रो बाबु दानियलले त मगनी गर्ने भन्नुहुन्छ। अनि नानी स्वतन्त्र छौ, खुसी छौ, राजी छौ, कर्काम बसेको छ छैन? अब 6 महिना पछाडि आउने भन्दा 6 महिनासम्म धीरज गर्ने, उसकै लागि पर्खिने है। एउटा वचन पढौँ त, फिलिमन 1:14। फिलिमन 1:14। तर तिम्रो मन्जुरी बिना मैले केही गर्ने इच्छा गरिन। हजुर, तिम्रो भलाइको काम गर्ने होइन, हजुर, तर इच्छा सहितको हो। हामीले हाम्रो छोरीको मन्जुरी खोज्यौँ, दाजुलाई कुरो गर्यौँ, दाजु छोरीलाई राख्नु, कुरो गर्नु, घर सल्लाह भयो है। अनि परमेश्वरको इच्छा चाहिँ यस्तै हुँदो रहेछ क्या होइन। दाजुलाई कुरो गऱ्यौँ, अनि दाजुले आफ्नो श्रीमती भाउसँग कुरो गर्नुभयो। नानी त इलाममा थिएछ। अनि घरमा कुरो हुँदै जाँदाखेरि रायल त टुक्लुको घर आइपुगेछ। हेर्नुहोस् त, बोलाएको जस्तै, रायलले थाहा पाएर आए जस्तै। अनि बाबा मम्मीलाई सरप्राइज दिन आएको भने घरमा सरप्राइज खबर आइसक्यो, ऊ सरप्राइज दिन आएको है। अनि कुरोकानी भयो, नानी यस्तो यस्तो कुरो आएको छ। अनि मण्डलीमा अरूले पनि ल अब तिम्रो पालो आयो, हामी प्रार्थना गर्दैछौँ। थाहै छैन अरूलाई, तर कुरो चाहिँ यस्तो हुँदै रहेछ। अनि नानीको मन्जुरी होइन। अनि दाजुलाई मैले सोधेँ के भन्यो त छोरीले? अनि दाजुले भाइ म त कर लाउँदिनँ, तर तपाईँले पनि एकचोटि सोध्नुहोस् न
भने मैले नानीलाई 1500ले नानी अब कुटुम्बहरू आउँछु भन्नुभएको छ, के गर्नु, बोलाउनु कि नबोलाउनु, उहाँहरू आउनु भन्ने कि नआउनु? अनि नानीले भन्नु हुन्छ अङ्कल आउनु भनिदिनुहोस् न त। कति राम्रो खुसी लाग्यो क्या। अनि दाजुलाई मैले फोटो पठाएको थिएँ हाम्रो भाइको, अब फोटो हेराएर गर्नुपर्छ। अनि नानीलाई फोटो देखाउनु भयो त दाजु, अनि छोरीले भन्ने अरे म फोटो हेर्दिनँ बाबा, तपाईँहरूले हेर्नुहोस्, तपाईँले हेरेपछि भइगयो त। कति राम्रो कुरो गरे क्या, हेर्नुहोस् त। अनि एउटा नमुनाको बिहा भयो है। त्यसले यहाँ बाइबलले भन्छ तिम्रो भलाइको काम करले होइन तर इच्छा सहितको होस् है। अब हाम्रो नानीको इच्छा हामी करमा होइन, नानीको मन्जुरी भएर हामी गरेको। अर्को पद पनि पढौँ त, 21 पद, फिलोमन 21 पद, 1को 21 पद। हजुर भरोसा राखेर मैले हजुर भनेको भन्दा बढी हजुर तिमीले गर्नेछौ हामीले पनि हाम्रो नानीहरू आएको कार्यक्रममा भरोसा गरेर त्यही टाढाबाट आएको। हाम्रो यहाँ डेभिड दाजु हुनुहुन्छ, दबाई खाँदै, अरू दाजुहरू पनि होइन, यति टाढा। न त कोही कोही बिहा गर्दा ए टाढामा त त्यस्तो पुरो कुना दुर्गा नजानु ससुरलाई जाने गाह्रो हुन्छ भन्छ नि होइन। तर अब मलाई खुसी मनमा कुरो खेलाउँदै आयो क्या। परमेश्वरको इच्छा, परमेश्वरले दिनुभएको मन होइन, मन भयो भने हेर्नुहोस् त कति टाढामा बाइकमा धरि आउनु भएको छ, सिट पुगेन भनेर होइन। अब 20 पद पनि पढ्नुहोस्, 20 पद पढ्नुहोस् त, फिलोमन 1को 20। हो भाइ हजुर तिमीबाट म प्रभुमा आनन्द पाऊँ, आनन्द पाऊँ, मेरो हृदयलाई प्रभुमा शीतल पारिदेऊ, शीतल पारिदेऊ। यसकारण हाम्रो नानी राहेलको आज्ञाकाले गर्दा हामी मण्डलीले पनि शीतल पायौँ है। आमा बाउले पनि शीतल, हामी सबैले शीतल भनेको मान्यो नि त होइन। आज कति आफू खुसी बिहा गर्दाखेरि बाबाआमालाई दुःखी तुल्याएर बिहा गर्दाखेरि बिहा त गर्छ संसारमा, तर बाबाआमालाई, समाजलाई, मण्डलीलाई दुःखी तुल्याएर त्यो बिहा चाहिँ के बिहा है? प्रभुलाई दुःखी तुल्याएर गरेको के बिहा? तर आज सबैजना शीतल पाउने, आनन्द पाउने बिहा, यो चाहिँ राम्रो आशिष पाएको है। त्यसकारण बाबु मण्डलले यसपालि धेरै आशिष पाएको छ, प्रभुलाई धन्यवादहरू छ। त्यो बस्नु पऱ्यो र नानी, त्यो बस्दैन। ल अब हामी परिचयमा जान्छौँ। हुन्छ, हामी यतिमै राख्नु वचन गरौँ। सबैलाई जय मसीह। यहाँनिर अब हामी भाइ र बहिनीको आफन्तको बिचमा परिचय गराउँछौँ र यहाँनिर अलिकति जग्गा हामीले क्यारी गर्नुपर्छ र त्यसको लागि हामी लिएर बसौँ, जग्गा बनाऊ। र विशेष गरेर राईपट्टिको बुवा आमा र दाजु, म जतिजनालाई यहाँनिर आफन्तहरूको विषयमा सूचना गर्छु तपाईहरु अघि आइदिनु होला। अनि काका काकीहरू, बाजे बोजूहरू, फुपू फुसेहरू, दाजु भाउजूहरू, दिदीहरू, भाइहरू, भदा भदैनीहरू, अनि माउलोहरूमा चाहिँ मामा माइजूहरू र माफ गर्नु होला। यहाँनिर पहिला चाहिँ बेहुला र बेहुलीले यहाँ चिनो साट्नुपर्छ। अनि यहाँनिर ल उभिदिनुहोस् अब यहाँ अगाडि। र सबैभन्दा पहिला चाहिँ यहाँ राजनीति हो, यहाँ दुईजनाले चाहिँ एक आपसमा जयमेसी गरेर चिन्जान गर्नु पर्यो। यता राज भाइ
र अब भाइले बहिनीको लागि के कुरा लिएर आएको छ त्यो चाहिँ बहिनीलाई दिनु पर्यो। र अब बहिनीले भाइलाई दिनुपर्ने कुरा। र यहाँनिर समय बचाउनको लागि चाहिँ के हुन्छ भने यहाँ बेहुलाले भाइले आफन्तहरूको लागि जे कुराहरू ल्याउनु भएको छ बहिनीलाई दिनुपर्छ। अनि बहिनीले चाहिँ त्यहाँनिर नाम दिए अनुसार अनि पछिबाट बहिनीले बाँडिदिनुहुन्छ आफन्तहरूलाई दिएको उपहार। अनि अनि बहिनीले पनि अघि जो लगेज थियो त्यो चाहिँ भाइको घरमा भएको कसलाई दिएको छ अब त्यहीँनिर छ। र अब यहाँनिर अघि मैले यहाँनिर सूचना गरे अनुसार बुवा राम पहिला आइदिनु पर्यो अनि भाइ दाइसम्म आइदिनु पर्यो यहाँनिर। अनि रायलको काका काकीहरू आउनु भएकोलाई अगाडि आइदिनुहोस्। भाइ बुद्ध भाइ लोग आउनु भएको छ। काकी आइदिनुहोस्। त्यता काकी यहाँ चाहिँ काका अनि यहाँ चाहिँ साइली काकी। अनि बाजे बोजू आउनु भएकोलाई यहाँ अगाडि आइदिनुहोस्। साइला बाजे र बोजू पनि आइदिनुहोस्। यहाँ चाहिँ साइला बाजे, यहाँ चाहिँ गाइला अनि काकी आइदिनुहोस्। यहाँ चाहिँ गाइले काकी हुनुहुन्छ। कान्छी बोजू आइदिनुहोस्। यहाँ चाहिँ कान्छी बोजू।
बाजेबोजूले थियो फुपूहरू आइदिनुहोस् फुपू भाइ विक्रमको फुपू रायलको बोजूहरू आइदिनुहोस् माइली फुपू बोजू फुपा आइदिनुहोस् यता आइदिनुहोस् माइला फुपा हुनुहुन्छ राई दिदी आइदिनुहोस् टुकु बहिनी आउनुभएको छ अनि ज्वाइँ टुकु ज्वाइँ बेना अनि यमुना बहिनी पनि आइदिनुहोस् रायलको दिदी सुशीला दिदी आइदिनुहोस् अनि चाँदनी दिदी पनि आइदिनु होला भाउजू कला अनिसा दिदी अनिसा भाइ सचिन संजोग भाइ
भाउजू कवि पुरण दाजु र भाउजू दाजु दिदी ललिता खुबमुर्ति था गुरु दिदी इन्द्रा गुरुङ पनि आइदिनु भयो हुन्छ कालिनी दिदी चौमी गुरुङ फुपू आइदिनुहोस् बदाबदैनीहरू सिलु र रोजा आइदिन्छ सिलु रोजा सिलु बदा अब यहाँ मौनीको टिकरलाई मामा माइजू दाजु भाउजू रमला र किशोर आइदिनु पर्यो मौलो टेक दाजु र भाउजू पनि आइदिनु पर्यो बसन्ती भाउजू मौलो भाउजू बसन्ती बारी
टेक हाउस चाहिँ मौलुदा किशोर यहाँ चाहिँ मौलो दाजु मौलो बहिनी जिया मौलो भाउजू ठुलो बुहारी यहाँ भाउजू माइती भाउजू आइदिनुहोस् अब आज राजको आफ्नो उपस्थिति दिने रहेछ र अब भाइले भाइको आफन्तहरूलाई दिनुहुन्छ। हुन्छ सबैले दिएपछि पाएकाहरूलाई नपाएकालाई सबैलाई नमस्ते। आज हाम्रो बाबु डानियल अनि नानी रायलको बिचमा यो मगनीको लगाउमा यो तीनजना परिचय गर्ने अब नानीबाट सिद्धिएको अनि हामी चाहिँ बाबु डानियल हामी त थोरै आएका छौँ। अब त्यस कारणले गर्दाखेरि भाइ तपाईँ अब बाबु डानियलको साइला बाबा आइदिनुहोस्। उहाँ बाबु डानियलको साइला बाबा हुनुहुन्छ उहाँ। अनि बाबु डानियलको अब भाइ माइला उहाँ पनि आइदिनुहोस्। अनि दिदी काइलियामा पनि आइदिनुहोस्। काइलियामा कहाँ हुनुहुन्छ? ए काइलियामा हुनुहुन्छ। अनि बहिनी मनिषा डक्टर बहिनी मनिषा। अनि बहिनी क्रिस्टल अनि दाजुले होला दाजु देवी अगाडि आइदिनु होला। उहाँ चाहिँ हाम्रो उहाँ बेरिया जिम्मेवारी उहाँ चाहिँ बाबुले उहाँ जाँच
सेवा गर्नु छ उहाँको आत्मिक बाबा भाइ कुमार मलाई पनि चाहिँ याद होइन हामीले अब यहाँनिर फोटोको लागि चाहिँ यहाँ चेयर लिएर राखेपछि पालो पिलो 8 जति मिलेर खिचौँ अरू छुटेको अरू चाहिँ फेरि दोहोऱ्याएर खिच्न सक्नुहुन्छ एकैछिन बस्नु त यहाँ मण्डलीको बाबालाई पनि चिन्नु पर्यो त बाबाहरूलाई है ल दाजु दलितमा यहाँको जिम्मेवारी अनि दाजु ओबेद दाजु एमपी दाजु त्यहाँ ल्याउनुहोस् यहाँ चाहिँ ओबेद दाजु अनि एमपी दाजु यहाँ चाहिँ मण्डलीका बाबाहरू ज्ञान दाजु कहाँ हुनुहुन्छ एसबी सोम र एसबी यहाँ चाहिँ मण्डलीका जिम्मेवारी है यता सोम कहाँ छ सोम यता यहाँ चिन्नु पर्छ मण्डलीको बाबाहरू सोम यहाँ छैन अरू को हुनुहुन्छ सोम छैन यति नै होइन सोम अहिले बिजी हुनुहुन्छ ल ठिकै छ अब सोमलाई चाहिँ पछि चिन्नु ल अब बेहुला बेहुलीको लागि तपाईँले फोटो खिच्न सक्नुहुन्छ है ल बस्नुहोस् सबै परिवार गरेर फोटो खिचेर अनि भरे पछाडि के भयो यता हेर्नुहोस् है लु सबैजना
हेर्नु यता 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 हेर्नु न यता 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 छ नि त ग्रुप पनि ललित दाजु कहाँ जानुभयो ललित दाजु सामेल उयो मुतो लैजाऊ न आमालाई चाहिँ ललित दाजु सामेल सामेल अब हाना